ओहो बाटो त बाटो त यता हेऱ्यो भिड उता हेऱ्यो उकालो है। झरनामा पानी आछ कि आएको छैन अहिले? हिँड्दै गएपछि थाहै नहुँदो रहेछ। हरियो कति 5:45 मा हिँडेको होइन हामी। मान्छेहरू हिँड्नै छोडेछ है यो बाटो। बाटै मेटिएछ। ओहो बाटो त ओहो कति डाँडा है। एउटा डाँडा त्यो डाँडाबाट कटेर यो आयो, यहाँबाट यहाँ पुग्न पर्ने डाँडा। ओहो यत्रो वहाँसम्म सकिन्छ त? सकिन्छ। घाँसपात लिन त यतै आउँछ के आउँदैन? बाख्रा चराउन जस्तो हुन्न क्या। गुड मर्निङ टाइम भएछ कि यिनीहरूको पनि। ए टाइगर पनि स्ट्रेचिङ गर्दै आउँदाखेरि पुरा ज्यान तन्काएर दिदीको घर जाने कि
के बाटो अँ यताबाट बाइकमा गयो भने छिटो अँ अँ गर्नु पऱ्यो हिँड्नु छिटो पुगिन्छ क्या अँ एक्लै आउनुपर्छ चिजहरू पानी पर्छ अँ पानी पर्दा छाता ओर्दै यो बाटो हिँड्नुपर्छ अँ डराइ चट्याङ हान्छ नि त फेरि यस्तो हाइटमा त होइन अँधेरोमा यहाँबाट पल्लो साइडबाट ओके फर्किँदाखेरि अर्को बाटो जान नि मिल्छ कुन बाटो अन्त त्यो बाटो चाहिँ जानु पर्ने ठाडै उकालो जसै उकालै पर्दो रहेछ त अनि आउँदा त यो पनि अहिले पो सजिलो भयो के हो फेल हुन लाग्यो खाएर सिमेन्टेड गरेछ कि है पहिला माटो थियो होला सिमेन्ट थियो यताउति थियो होइन गाई गोरु हिँड्ने बाटो होला कि अलिकति सराकिलो छ नि त भनेपछि गोरु चाहिँ के गरे त कसको बेचे कि गुल्टा अर्को छैन क्या गाउँलेहरूले असल गोरु पाल्नु गोरु अब खाइएन बेच त्यही हो काट्न दिन गुल्टायो भनेको गुल्टायो
गुल्टाउनेले गुल्टाउने, बेच्नेले बेच्दिने। अब घर घर ट्र्याक्टर छ आजकल। कस्तो फुल्लेका सास। एउटा वान साइड लङ्स गइसकेछ क्या। सबलाई भछ। लौरीको सपोर्ट राम्रो रहेछ। धन्न फालिसकेको थिएँ। हामी त यहाँ गरम पुग्न लागिसक्यो। दिनभर घाम लाग्छ। हामी त 1 घन्टा भइसक्यो हिँडेको। अब पुग्न लाग्छ, आधी घन्टामा पुग्नु। गाईलाई हिँडाल्दिनु भन्नु त। ओहो, ल पक्की बाटो आयो है। अब त ताई पिचै पिच हो। अब रोडै हिँड्ने। यहाँबाट कति भयो यो बाटो भनेको? कति राम्रो रहेछ नयाँ बाटो। हामी त उता माथि मन्दिर घर हौ कालिका। हजुर अहिले त्यसै घुम्न झारेको। हजुर यसो हिँडिदिउँ भनेर। ए ल खुट्टाको एक्सर्साइज। साधनमा धेरै भयो हिँड्नु। पुरानो बाटो छ होला नि अङ्कल? पुरानो बाटो छ तर सर्टकट खोज्नु भएको छैन। त्यसै गति छैन। बिस्तारै हिँड्दै जाने। बिस्तारै हिँड्दा हुन्छ। कहाँसम्म पुग्नुहुन्छ हजुर फेरि? म माथि मन्दिरै ए भन्छ हामी वहीँ भेट हुन्छ। जहिले जानुहुन्छ कि आज मात्र जानुभएको? आज शनिबार भएर। आज शनिबार भएर आज स्पेसल केही छ अरे अङ्कल? स्पेसल केही छ, केही छ त्यहाँ। रमाइलो हुन्छ, नाचगान नै हुन्छ। बाजा बाजा नाच्ने त्यसो भए तपाईँ चाहिँ नाच्ने। म त के नाच्छ र? म कति वर्ष भयो मलाई यसो अड्कल गर्नु न। खै अब हामी त के अड्कल गर्न सक्नु? के भयो अड्कल गरेर नजानेर नगर्नु पर्दैन। कति भयो कान्छ? हजुर 84 पुग्नुभयो होला। 84? 84 पूजा भयो हजुरको? भएको छैन। 84 भएको छैन। 82 भयो। ल अब चाहिँ अनि तपाईँ हिम्मतिलो मान्छे, एक्लै यत्रो बाटो यो उकालो हिँड्न सक्न त गाह्रै छ। हजुर हजुर भनेर हिँड्न थालेको। अब जे त होला भनेर आए आउला के त नआए हिँड्दै जाउँला। सक्छ बाटो पहिला जस्तो अप्ठ्यारो चाहिँ रहेन त। छैन। तपाईँहरू घर कहाँ हो खास? हिउँले गऱ्यो भन्नु पनि परेन। अनि घुमियो
बाक्लो बाक्लो ज्याकेट लिएर जानुभएको थियो 200 तल्लाको टावर रहेछ 200 तलाको 200 तल्लाको टावर रहेछ त्यो टावरको टुप्पामा गएर तलतिर हेर्दा त ती गाडीहरू पनि यता कमिला नै देख्ने कमिला नै देख्ने म गएँ हौ हाम्रो छोरी जाने मैले नजानुहोस् बुवा यो अर्कोमा त भने चक्कर आउँछ भने जान्छु म भने गएँ छोरीलाई मैले नजानुहोस् बुवा त धेरै अर्को हो भने तर यो क्यानाडा हेरेर आउँदा नेपाल जाने गरिब होइन रहेछ हाम्रो यहाँका नेता र कर्मचारी बेमानी भएर गरिब देखिएको रहेछ नेपाल त धनी हो होइन त धनी किन आफ्नै सम्पत्ति छ आफ्नै जग्गा जमिन छ होइन काम गरेन अनि उहाँ चाहिँ भोको बस्नुपर्छ अलि गाह्रो हुन्छ भनौँ न यहाँ चाहिँ त्यस्तो काम गर्न जानु उमेर अनुसारको काम ठ्याक्कै दिँदो रहेछ उमेर अनुसारको काम ठ्याक्कै पाइँदो रहेछ ल तिमीले हाँस मात्र तान्देऊ ल भजु बिचमा हिँड्नु ल म पछाडि हुन्छु ल मोटरसाइकल आउला भनेर मोटरसाइकल दुईटा तिनटा नै भएका है आज छुट्टीको दिन अलि फेरि मान्छेहरू फेरि 8-9 बजीसम्म सुत्छन् क्या त्यो कारणले गर्दाखेरि अहिले 9-10 बजे पछाडि चाहिँ पाउने सम्भावना हुन्थ्यो सम्भावना पोखरी थुम्की भन्छ त्यहाँ केटाहरू खेल्ने यो त चुत्रो होइन र यो काँडावाला फल्छ फलेछ कुन महिनामा फल्छ हो यो खासमा अझै पाइरहन्छ है यो चाहिँ अझै पाइरहन्छ है यो चिज चाहिँ पहिला पहिला गाडी नहुँदा त यसरी त हिँड्ने होला नि होइन बाटो यही होला अब अहिले त गोरुहरू पाल्न गाई पाल्न नै छोडेछ भैँसी दुध खानलाई राखेछ बाख्रा ठुलो गाउँलाई पकवादी भन्छ बाबु पकवादी हो यिनीहरू अदमरा भन्छ राति त पुरै झिलिमिली देख्दो रहेछ सबै देख्छ नि त राति त सबैले बत्ती बालेर हुन्छ क्या बत्ती सबैले बाल्छ
बाटो त यो भित्री भए पनि यही नै राम्रो रहेछ हो। ए पुरै ढाकेछ यसले लत्रिएर कुप्रै परेर जानुपर्ने रहेछ। हो त्यहाँ पुग्नु छ हामीलाई भनेपछि अब हिँड्दैछौँ हामी। अब अझै एकचोटि फेरि सर्टकट उकालो लाग्ने होला। चार गाडी भयो। आवाको लहर साइकल मिसिदिने आज यहाँ भव्य कार्यक्रम छ। गरौ कालिका मन्दिर दर्शन। ओहो यहाँ वरपरका सबैजना मान्छेहरू चाहिँ ढाकल राख्नेहरू पूजा गर्न आउने गर्छन् यहाँ। यो छोडेको होला मन्दिरको लागि। ल ओहो हो आम्मा जनता त अल्छी सक्दैन नसक्ने यो साइक्लिङ गाडीमा पो चढेर आएछ।
श्री 5 महाराज धीरज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको अवरोध बाहुलीबाट रजत महोत्सव सुगत के छ आज धार्मिक तथा पर्यटकीय नवनिर्मित अतिथि गौरवश्वर धार्मिक तथा पर्यटकीय केन्द्र नाच गान्ने हुन्छ ल ओहो आइपुग्नु भएछ ठिक छ कुर्सीहरू पनि कति राम्रो राम्रो राखेछ कुर्सीहरू पनि कति राम्रो हुन्छ कस्तो मजाले बनाएको रहेछ यहाँबाट त अनि बादल लागेको छैन बादल लागेको कति राम्रो देख्दो रहेछ यो ठाउँ त बादल मुनि मन्दिर माथि मोबाइल टावरवाला कार्यक्रमको लागि सबै भव्य चलिरहेछ तयारी म त यो त वाटर फाउन्टेन बनाउनु लागेको छु कि कस्तो राम्रो रहेछ ब्रिज पनि है ए हेलिप्याड रहेछ ओके हेलिकप्टर ल्यान्ड गर्ने ठाउँ भाइ तिमीले हेलिकप्टर खै त ल्याएनौ आज ओहो त्यो चाहिँ प्योर भ्यू पोइन्ट होइन वहाँसम्म जानुपर्छ हामी चाइनिज घाँसहरू राम्रो गरेछ धेरै राम्रो हो कति भयो यो संरचना तयार भएको भर्खर होला सबै नयाँ छ यो पुरा भएको चाहिँ भर्खर हो के भर्खर हो गर्न खोजेको 5-6 वर्ष पहिले पहिला चाहिँ कन्स्ट्रक्सन चलेको चाहिँ पहिलेबाट ल ओर्लिम भाउजू अब कस्तो है बडा मिस गरेको ठाउँ यो ठाउँमा आएर त ओहो भाउजूलाई पठाइदिइहाल्नु है अहिले भिडियो यो सबैकै भाउजूलाई बम बनाइदिनु पर्यो कि ठाउँ देखाएर
राम्रो लाग्यो उहाँबाट मेहनत गरेर हिँडेर आएको ठाउँ चाहिँ राम्रै लाग्यो तर खासै उकालो नि थिएन हो राम्रै हो क्या बाटो पाक्ने खाले उकालो थिएन नि त यहाँबाट पानी आउँछ होइन तर लगभग पुरा भएकै छैन म त आएको थिएन अरे यतापट्टि फर्स्ट टाइम हो यहाँ त भ्यू पोइन्ट कस्तो दिमाग चाहिँ लगाएको यहाँ चाहिँ एउटा छुट्टै भिडियो बनाउनु पर्छ क्या भाइ तिम्रो है हिँडेको नि यताबाट आएको कस्तो मिलाएर अझै तल हो नि रहेछ दाइ अब यहाँ पुल रोप्ने रहेछ होइन यो धेरै धेरै धन्यवाद यो चाहिँ अब एन्ड पोइन्ट होइन यो चाहिँ एन्ड पोइन्ट चौतारा यहाँ थियौँ चौतारा छ चौतारामा गएर रमाइलो भयो जे भयो नि यो त पुम्दीकोटको एरिया भन्दा पनि ठुलो भयो भाइ यार माथि त धेरै फैलिएको ओहो कति होइन यहाँ त कति ठाउँमा के बनाउनु भ्याएको त भने हो माथि त माथि मात्रै भयो नि त यो त तल छ ओह्रालोमा छ यता छ उता छ कहाँ घुम्ने हो यो खसिरहेको पात पतिङ्ग छ नि यो छ नि भाइ यो ठ्याक्क खस्ने बेलामा हेलिकप्टर चाहिँ सटर घुम्दै झर्छ क्या यो क्या अरू कुन चाहिँ बोटबाट आएको यही बोटहरूबाट आएको होला यहाँनिर यो होइन यो चाहिँ उसको लागि तयार पारेको होला यो पूजाआजा काजक्रियाहरू त्यसको लागि ओहो चौतारा पानी छ अनि यो पक्का यहाँ सामानहरू राख्ने होला उतापट्टि पनि स्टोर रुम होला छैन चला छैन सुरु नै भएको छैन अनि भन्छ उद्घाटन हो क्या आज समुद्घाटन समारोह भनेको थियो क्या त्यहाँ आज पुरा भएको तिमीले चाहिँ हेलिकप्टर ल्याएनौ के अरे होइन ल यो चाहिँ अन्तिम हो उसको चाहिँ के भन्छ यो एन्ड पोइन्ट होइन यो पछि त सबै फेन्सहरू लगाएको छ त्योभन्दा उता पनि जान मिल्दो रहेछ मिल्न त तर राखेछ भाइ यार अझै उतासम्म छ हो कुनैसम्म हेर त उतासम्म कभर गरे दामी तल पछाडि चाहिँ देखिन्न क्या हो पछाडि चाहिँ वालिङ ओहो 10-12 जनासँग त लड्छ क्या एक्लै
अलि भ्यू पोइन्ट अलि उतै भयो है, अलि यतै ल्याउनु पर्ने होइन। मेन लिडर हो क्या त्यो, यसको गर्लफ्रेन्ड हो त्यो चाहिँ। लोकल खसीको भुटुवा। धेरै रिल्याक्स गरियो, बसोबासै 1 घन्टै भयो यहाँ। ग्रुप आउँदा त रमाइलो हुँदो रहेछ यहाँ है। शीतल जाडै होला यहाँ, बाहिर त यस्तो गर्नु छ, हावा लाएर जाडै होला। दामी ठाउँमा आइएछ। मेरो पछाडि त केही देख्दैन रहेछ। ओके, थोरै भिड देख्दो रहेछ, पछाडि ब्याकग्राउन्ड केही नदेख्दो रहेछ।
अबको डेस्टिनी त्यो डाँडाबाट माथि 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 हुँदै ओ त्यहाँ पुगेर तल 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 फेरि उता 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 हुँदै जाने अब घर जाने आजको लागि सकियो त्यसपछि के के रे त्यो मोटर बाटो भइहाल्यो क्या यहाँको डेली स्कुल यही त हो बाटो माथिल्लोवालाहरू यो हो किन लाइट बलिरहेछ कति वर्षको हो त नि यो बास्नी हामी भित्रबाट जाने